सबै देख्नु पर्यो त्यही समस्या छ यार मसा चाहिँ कहाँ बस्नु भिडियो बनाइराख्नुपर्छ यो काम लाग्ने कुरा रहेछ हामी त्यहाँबाट सिधै आएको है सिसन गर्ने हिँड्दै आएको त्यहाँबाट झरेर सिधै हिँड्दै आएको टर्मिनलमा नजाने सिसाङमा झरे सिसाङबाट सिधै आएपछि बाग्रोतिर दाहिनेतिर नजाउँ अगाडिबाट काल हुँदै छ यतापट्टिमा कोरियन छ यो होटलको नामै काल काल ओनरको क्यासिनो होटल हेलिप्याड सबै छ यहाँ ठुलोहरू स्टार होटल हो यहाँको भनेपछि त्यो टपमा चाहिँ हेलिकप्टर राख्ने त्यो हेलिप्याड हो ए सटरहरू बन्द गरेर वर्ल्ड माथि के हुन्छ कति रमाइलो हुन्छ यहाँ हेर्नुहोस् हेर्नुहोस् दर्शक बिनहरू हेर्नुहोस् हेर्नुहोस् हामी प्रत्यक्ष प्रचाराञ्चलमा हेर्नुहोस् ऋषि धमला जस्तो दिने बेलामा बाटोमा हजुर ऋषि धमला गुरु हो त सबलाई सिकाएको त्यसले नहेर्ने मान्छेलाई नि हेर्नुहोस् कि हेर्नुहोस् भनेर यहाँबाट सबै हाम्रै लडाइँको एक राउन्ड पानी हाँस कि सारस मेरो कम्पनी छेउतिरै भएको ग्याटिस ल्याएको छु म त ऊ मार्दै हान्छु खान्छु त पालेको त होइन यो ऊ त्यो लामो घाँटी भएको के बकुला हो तिन भाइ त हो त्यो एउटा खाँदैन दुई भाइ हामी मासु मिठो चल्दैन त यो तलको समुद्रको पानी आदि यहाँनिर आएको छ यहीँनिर चाहिँ यो पानी हाँसहरू यो पन्छी चाहिँ मैले चिनिनँ के हो कसले चिन्नुहुन्छ कमेन्ट गर्नु होला कस्तो नचली बसेको के फेरि नहल्ली बसेको छ ठाडो घाँटी बनाएर एउटा यहाँ छ ऊ यहाँ एउटा छ अब अर्को फेरि यहाँ माथि जोडिरहेछ नि त ए यता बसिरहेछ जोडिरहेछ यहाँ छ एउटा तल ऊ एउटा यहाँ भयो एउटा त्यहाँ तल छ ए खोइ त अनि कहाँ यहाँबाट त फेरि छैन त हाम्रा लडाकुहरू है माछा गनायो यहाँ तल हेर्नु है समुद्रमा के हो यो हाँसहरू जस्तो पानी हाँस हो कि के हो यति सेतै यहाँ माथि माथि तैरिराखेको छ वाउ समुद्रमा यो माछा मार्ने सबै यो डुङ्गाहरू सबै राखिरहेको छ हाम्रो लडाकुहरू बिसाउनु भयो अब गर्मी भएर सबैजना धेरै हेरिराख्नु भएको छ लडेको छ ठुलो बाटो आउने बित्तिकै खिचिहाल्ने केटाहरूको होला यो एरियामा
कसैको पैसा नखाने जति पैसा हाल्छ दिन्छ सबै भरे खाने सबै नेपाली समुद्र छेउबाट घुमेर आएर यहाँ एभरेस्ट होटलमा छिर्दैछन् लडाकुहरू। इन्डियन नेपाली रेस्टुरेन्ट होटल यहाँनिर छ। 11 जनाले आजको होटल रिजर्भ गर्ने हो। हेर्नुहोस् है, हामी हङकङको लन्डनतिर छौँ। के गर्नु, सबै सुतिसकेको छ, हामी मात्रै जिउँदै। हाम्रो मिसन चाहिँ असफल भएको छ। मिसन चाहिँ असफल भएको छ। केही छैन, अब त्यो पछिको लागि पनि राख्नु पर्यो। तर एकदम जस्ट ठिक छौँ नि हामी। कोही छैन त, हामी 4 जना बाइक। 1 2 3 4 5 25 सबै हाम्रो रिजर्भ। कब्जा जेन्जीहरूले कब्जा गरे। 4 जना बाइक छैन त। अनि यस्तो ठाउँमा यहाँ भित्र आइएको छ हामी। कहाँ यो 1:30 बजे बेलुकाको 1 बजे सक्दैन नि। हजुर त्यसलाई देख्दैन यो ठाउँमा। लडाकुहरू हामी घुम्न आएको कि काम खोजेको हौ? हामी घुम्न आएको है, सिसाको घुम्न आउँदाखेरि मनायो। हजुर सल्लाहको नेपाली सिनेमा ल्याम्ल्याम खाने अनि लाग्नुपर्छ। जम्मा हामी सुरुमा भेट्दा 11 जना थियौँ, त्यसपछि 6 जना, त्यसपछि 3 जना, त्यसपछि तपाईँहरू 2 जना, म 1 जना। शीतल भोलिबाट के भन्छ नि बता पेला नि। अनि त्यो लास्टमा के सनालाई मात्रै हामीले हेर्ने मात्रै हो अगाडि, फेरि उता देखाउनु नपर्ने। फेरि के हो, कोरियामा पनि थाल झ्याम्टाहरू बजाएको सुनिन्छ त। थाल बजाउँदैछ।
हैन हामी हिँड्दैछौँ रातिको समयमा पनि यत्रो कोरियाको जेजुसी सहरमा यत्रोजना साथीहरू सबै 11जना साथीहरूमध्ये अब 2जना भएको छौँ गर्दै गर्दै 2जना भएको छ अब 2जनामा पनि आजबाट फेरि उहाँ एक्लै उता जानुहुन्छ म एक्लै मेरो कोठामा जान्छौँ पूजा पनि सकियो केही छैन हामी यसरी रात पर्यो रात परेको अवस्थामा हामी यहाँनिर सम्पूर्ण साथीहरूमा हामी 2जनामा नि यस्तो खतरा भइरहेछ हाम्रो बाटो रातिको हिँडाइ यस्तो खतरा छ होइन गाइजहरू खतरा गरी गइरहेछ यहाँबाट जाने भने यताबाट माथिबाट आउने यहाँबाट सट्ट भयो गाह्रो छ स्थितिमा अब सबै हिँड्दै हुनुहुन्छ यहाँनिर उहाँहरू पनि गाडी चढेर जाँदा पनि हुन्थ्यो तर हिँड्नमा यति स्वास्थ्य भइन्छ भन्ने जानकारी उहाँहरूलाई पनि छ स्वास्थ्यको लागि हिँड्नु हेरौँ त आफ्नो आफ्नो हिँड्नुमा कति चाहनामा सबै हिँडिराख्नु भएको छ अघिबाट हामी माथिबाट हिँडेको लगभग 15 मिनट भइसक्यो गाडी चढेर जाँदा हुन्थ्यो नि उहाँहरू रात परिसक्यो तर पनि आनन्द है शीतल हावा सरर आइराखेको छ गाडीहरू हिँड्दैछ अहिले बेलुकाको 8 बजिसकेको छ म यहाँ छु यहाँ कैलाश सर उता हुनुहुन्छ हामी 2जना छौँ कहाँ यो अघि दिउँसो यहाँनिर थाल र झ्याम्टा बजाएको जस्तो सुनिँदै थियो यहीँ पो आइएछ फेरि घुम्दै घुम्दै यहाँनिर उहाँहरूले मनाउने चाडपर्व के हो मान्छे यति धेरै भेला भएको छ रातिको समयमा देख्दैछ धेरै छ अब यतातिर हेर्नुहोस् सबै लाइन बाई लाइन तलबाट लाइन लागेर आएको छ यहाँ भित्र छिर्नुपर्ने होला राति आज केही कार्यक्रम भित्र होला र सबै लाइनमा बसिरहेको छ आफ्नो आफ्नो लाइनमा पर छिर्ने ऊ गेट पर छ त्यहाँबाट छिरिरहेको छ कार्यक्रम चाहिँ खत्रै होला जस्तो छ आज यो मन्दिर कार्यक्रमहरू यो गइरहेको छ सबै अब यहाँनिरको मान्छेहरू कोही त फेरि मोटे मोटे पनि हुन्छ यहाँ हेर्नुहोस् अब कोही पातलो पातलो हुन्छ नि कोही मोटो मोटो पनि देखाइरहेछ फेरि यस्तो क्यामेरा ठड्के भनेर किन खिचिस् भन्नु पनि बेर छैन गाह्रो छ हाम्रो यात्रा भनेको एकदम निरन्तर रहेको छ आज 1 घन्टा जति हिँड्ने योजना चाहिँ छ हाम्रो यहाँ कैलाश सर र मेरो हाम्रो कैलाश सर पनि एकदम रन्केर हिँडिराख्नु भएको छ 1 घन्टा लगभग हिँड्ने योजना होइन ठिक छ हाम्रो योजनाहरू एकदम सफल बनाउनको लागि 1 घन्टा त हिँडिहालिन्छ टन्न भात खाइएको छ 8 बजे 9 बजीसम्म चाहिँ हिँड्ने भनेर हामी बाटोमा हिँडिरहेका छौँ केही छैन हिँड्नु चाहिँ टन्न हिँडिरहेको छ अब त्यो हिँड्नको लागि पनि फेरि एकदम जोस जाँगर पनि हुनु पर्यो
जोस जाँगर नभएपछि हिँड्नलाई फेरि गाह्रो हुन्छ। हिँड्छु मात्र भनेर पनि भएन। आजको भिडियो चाहिँ यहीँसम्म। अगाडि हाम्रो गाडी आइसकेको रहेछ। कसले भिडियो हेर्नुभयो सम्पूर्णलाई धेरै धेरै धन्यवाद। हामी चाहिँ गाडी चढेर कोठातिर जान्छौँ। टाटा बाई बाई।